साथीहरु, मेरो बारीको भटमास यस्तो भएको छ। यो सुरुमा लगाएको भटमास हो। पछिल्लो पटक लगाएको भटमास चाहिँ अब यस्तो हुँदैछ। यहाँनिर उम्रेको दिनदेखिबाट हिसाब गर्ने हो भने यो 1 महिनाबाट फुल फुल्न थालेको थियो। र यसरी सुरुमा फुलेको फुलहरू यसरी कोसा लाग्दैछ र यो निरन्तर यो 50 दिन हुँदासम्म पनि यो बढ्ने काम बिरुवाको वृद्धि चाहिँ रोकिएको छैन। यो बढिरहेको छ र फुल माथि टुप्पातिर पनि फुल फुल्दैछ। अब यो कहिलेसम्म बढिरहन्छ र कहिलेसम्म फलिरहन्छ भन्ने मेरो एउटा जिज्ञासा छ। हेर्दै जानेछु, अपडेट गर्दै जानेछु साथीहरु। भन्नेहरूले त यो एकदमै बाक्लो भएको छ, यति फल्दैन भन्ने खालको कुराहरू पनि गरेको छ। अब फल्छ कि फल्दैन त्यो सबै कुराहरू चाहिँ पछि थाहा हुनेछ। पहिलो पटक गरेको खासै त्यति अनुभव नभएको हुनाले पनि यो कति दूरीमा लगाउने भन्ने कुराको पनि यति ज्ञान भएन। यो पहिलो पटक गरिसके पछाडि अब यो फल टिपेपछि यसको चाहिँ उत्पादन लिइसके पछाडि बल्ल कति दूरीमा लगाउँदा राम्रो हुन्छ भन्ने कुरा अब यो पछि नै ज्ञान हुने कुरा भएको हुनाले अहिलेलाई यतिमै चित्त बुझाएको छ। यता पनि बोटको वृद्धि विकास राम्रै छ र उता तल्लो साइडमा हेर्ने हो भने पनि बोटको वृद्धि विकास चाहिँ राम्रै देखिएको छ। मलाई लाग्छ अब केही दिनमा यसको वृद्धि रोकिन्छ होला र कोसामा दाना चाहिँ बढ्ने काम अघि बढ्छ होला। त्यसको लागि बोरोन र पोटास मल आवश्यक पर्छ भनिन्छ। 2-4 दिनपछि यसको वृद्धि रोकिसके पछाडि कोसा वृद्धि गर्नको निम्ति फल राम्रो बनाउनको निम्ति बोरोन र पोटास मललाई दिन्छु। तपाईहरुले पनि भटमास खेती गर्नुभएको छ, भटमास लगाउनु भएको छ भने बोरोन र पोटास हालेर दानालाई अलिकति पुष्ट राम्रो बनाउने प्रयास गर्नु होला। यति नै भन्न चाहन्छु। खेती गरिसके पछाडि सबै बाली नाली राम्रो भयो भने कृषकको मनमा चाहिँ आनन्द आउँछ, खुसी आउँछ र व्यावसायिक रूपमै गरेको भए पनि यसको प्रतिफल राम्रो हुन्छ। त्यस भएको हुनाले पनि हामीले सूक्ष्म तत्त्वहरूलाई चाहिँ बारम्बार दिनुपर्ने हुन्छ। भटमासको लागि चाहिँ अब 1-2 पटक बोरोन र पोटास मल दियो भने राम्रो हुन्छ भनिन्छ। अब पोटास मल जरामा दिन सकिँदैन भने यसको लिक्विड फर्ममा पनि पाइन्छ, त्यसलाई प्रयोग गर्नुपर्ने हुन्छ। साथीहरु, अरू कुरा त ठिकै थियो, वृद्धि विकास पनि राम्रै छ, झालहरू बढेको छ। तर अहिले भने एउटा समस्या देखा परेको छ। जहाँ यो फेदनिर जहाँ आँख्ला हुन्छ त्यहाँनिर मक्किएको जस्तो, केही कुहिएको जस्तो हुने र ढल्ने यसरी मर्दै गएको छ, ढल्दै गएको छ। खास यो के कारण हो त्यति साह्रो मलाई ज्ञान छैन। सायद यो ढुसी हो कि अथवा कुनै किरा लागेको थाहा भएन। यसरी ढल्दै सुक्दै गरिरहेको छ। यतातिर पनि ढलिराखेको छ, सायद त्यो बिस्तारै मर्ने होला। यदि तपाईहरुको पनि त्यस्तो समस्या देखिएको छ भने खास तपाईलाई जानकारी छ भने त्यो के हो, समस्या के हो, यसको रोकथाम कसरी गर्न सकिन्छ यसको जानकारी दिनु होला। जानकारी दिएर सहयोग गर्नु होला है त साथीहरु।